म चाहिँ अहिले यहाँनिर डोको कोदालो बोकेर मकै बोकेर कहाँ गएको भन्दाखेरि चाहिँ अस्ति श्री पञ्चमीमा मकै मैले छरेको थिएँ होइन। हामी चाहिँ बेसी छर्दैन, कम्ती कम्ती त्यो बारीको डिलडिलमा रोप्छ नि त खानुको लागि, उम्रिएन रहेछ नि त आधी चाहिँ कि। अनि आज यहाँ घाँस काट्दै अलिकति बारी खन्दै म चाहिँ मकै पनि रोपिदिनु पर्यो भनेर आएको होइन। अनि मकै रोप्छु हो, अनि घाँस काट्छु होइन। मेरो काम चाहिँ आजको यस्तै हुन्छ। म बस्ती, हाम्रो बस्तीहरू चाहिँ यस्तै हुन्छ हो, यस्तै छ हाम्रो चाहिँ बारी चाहिँ यस्तो छ नि त, यसरी बारेर डम्बा डुम्बा छिर्ने जग्गा पनि हुँदैन हो। त्यही भएर म चाहिँ अब चाहिँ फर्स्ट चाहिँ मकै रोपिहाल्छु होला, हेर्दै गर्नु होला है त। मैले चाहिँ घाँस काटिसकेँ होइन। अनि यहाँ हेर्नु न, सानो खालके टमाटर उम्रिरहेको रहेछ हो। कसलाई मनपर्छ यो भन्नुहोस् ल। मेवा हेर्नु त है, कसलाई मनपर्छ। त्यहाँनिर पाकिरहेको रहेछ एउटा मेवा, हाम्रोमा चाहिँ मेवा पनि छ हो है। कसलाई मनपर्छ कमेन्ट गर्नु होला है।